लङ टाइम लाइक अब 1 month जति बाद चाहिँ म अब भ्लग बनाउँदैछु। त्यो म कालिम्पोङ जाँदाखेरि भ्लग अब यस्तै हो टाइम पाउँदाखेरि के हो सिन्डाइन देख्छ यो बादलहरू भएन भने यताबाट दामी हिमाल देख्छ हो। अनि पहिला त्यता आएर चाहिँ टक्कै फोटोहरू खिच्थ्यो हामीले। यहाँ म एकछिन रोक्छु हो। अनि बटारे सटारे किनौँ भनेको। किनौँ के लानु दुईटा कुकिज र दुईटा बटारे दिनु न। यो चाहिँ हो पेसोक ओह्रालो। विपुल छेत्रीले पनि यो पेसोक ओह्रालो भन्ने ठाउँ निकालेको छ जस्तो लाग्यो मलाई। यो पेसोक ओह्रालो यो ओह्रालो छ हो। Sit here for a while. Kami tipo show. This is the view, guys. This is Lovers Point from the Lovers Point. Bandit. Kita udah setengah lain buat sana sampai ke sana ini kalau terus harus mau lagi. Let's see, jadi udah na. Ini ya. Bisa. दुईटा रिभर छुट्टेको छ यता। आई डोन्ट नो कुन चाहिँ रिभर हो भनेर कि एक्ज्याक्टली थाहा छैन। दिस इज द थिङ। हामी चाहिँ यता टिस्टा आइपुग्यो। फोनै गयो होइन फोनै बस्नु छोड्यो। कालिम्पोङ आइपुगेँ म चाहिँ दालाई पर्खिरहेको छु। तर राख्नु चाहिँ सँगसँगै राख्छु। भएस तल तल गेमको भाटा गरेर सुरु गरेको भन्ने चाहिँ भर्खर आउन अल्को त बनाउनु पर्दैन। एउटा तल एउटा माथि भन्नु पर्छ होला। खोइ बनेर आजै बनाएको यो
दामी दामी रहेछ बन क्या देने ये देखेर त लोभ एक एकवटा बन एक एकवटा केरा एक एकवटा अन्डा हालेर त भरिँदैन है दुध मेरो केही छैन फेरि के हो बिस्कुट है मम्मी को बिस्किट पनि देखिदिइहाल्नु है त बिस्किट चाहिँ यस्तो चाहिँ चेस नम्बरहरू लगेर चाहिँ यता चाहिँ अन्डर 15 भन्यो हेलो यता चाहिँ विक्रम दा हो अन्त तपाईँलाई अब यो यस्तो म्याराथन फर्स्ट अब एडिसन अर्गनाइज गर्यो हो तपाईँलाई कुछ के भन्नु छ यो बारेमा सर्वप्रथम चाहिँ यो हाम्रो छिबोमा एकदमै फर्स्ट टाइम हो यो यस्तो खालको कार्यक्रम गरेको चाहिँ है र म स्वयं अब फर्मल रनर भएर पनि अब धेरै खुसी लागिरहेछ अब यस्तो आफ्नै गाउँमा र आफ्नै गाउँ क्षेत्रमा यसरी आज अर्गनाइज गर्न पाउँदाखेरि है र हाम्रोमा चाहिँ हामी रनिङको क्षेत्रमा चाहिँ हामी के भन्छौँ भने रनिङ इज द मदर अफ अल गेम्स एन्ड स्पोर्ट्स भन्छ है र त्यही भएर चाहिँ रनिङ गर्नु चाहिँ एकदमै राम्रो हो चाहे सबैजनाले नै गरोस् भन्ने एउटा हाम्रो हेतुले चाहिँ आजदेखिको हामीले यो एउटा फर्स्ट एडिसन स्टार्ट गरेको छौँ र आउँदो जेनेरेसनले पनि अब यस्तो कुराहरूलाई सिक्दै जाओस् र नराम्रो कुलतदेखिको बाहिर निक्लोस् है अब भन्ने हेतुले चाहिँ हामीले स्टार्ट गरेको र आशा छ आजदेखिको उता अब हिजोसम्ममा अब हामीले देखेको रोडभरि अब है सबै नानीहरू अब बुजुर्ग मान्छेहरूले पनि आजको निम्ति भनेर धेरै नै अब प्र्याक्टिस गरिरहनु भएको थियो र भोलिको दिनदेखिको पनि हिजोकै जस्तो माहौल हामीले मर्निङ टाइममा होस् या इभिनिङ टाइममा होस् भेट्छौँ भनेर आशा साँचेको छौँ र यसरी नै अरू ठाउँमा पनि अर्गनाइज गाउँमा यसरी नै अर्गनाइज भयो भने र गाउँमा विकास हुने सानो पहल चाहिँ यही हो हुन्छ थ्याङ्क यू तपाईँलाई
यत्रो मेहनत गरेर हामीले रातभरि बसेर कस्तो साह्रो परिरहेको र अब यो इभेन्ट अब यस्तो म्याराथनको इभेन्ट गरिरहेछ हो तपाईँलाई यो विषयमा चाहिँ कुछ भनिदिनु न गुड मर्निङ सबैजनालाई र स्पेसली शिवो युथ क्लब सिवाइसीले यस प्रकारको इनिसिएटिभ लिएर जुन चाहिँ यो फर्स्ट 5 किलोमिटर म्याराथन कन्टेस्ट यहाँ शिवो बस्तीमा राखेकोमा सर्वप्रथम त सिवाइसीवालाई बधाई दिन चाहन्छु है र यो जुन चाहिँ यो 5 किलोमिटरको म्याराथन भयो यो चाहिँ अब शिवो बस्तीमा पहिलोपटक हो यो चाहिँ हिस्टोरिकल नै हो है र फर्स्ट टाइम यो भएको र यसमा चाहिँ हामी PHVS एसओजिजी लर्निङ एन्ड इन्फर्मेसन सेन्टर शिवोले सहयोग गर्नु पाउँदा चाहिँ है र मिलेर काम गर्नु पाउँदा चाहिँ हामी आफूलाई नै धेरै भाग्यवान मान्छौँ है र यो जुन प्रकारले आज फर्स्ट डेमा है इन्टर शिवो मात्रैमा पार्टिसिपेट गर्दा नि यत्रो ग्यादरिङ देख्नु पायो यत्रो धेरै उत्साह जुन चाहिँ जोस है अनि उनीहरूको एनर्जी देख्दाखेरि धेरै खुसी लाग्यो है र अब एक्सपेक्टेड गरेको भन्दाखेरि धेरै बेसी नम्बरहरूको यहाँनिर पार्टिसिपेट गरेको थियो इभन एडल्ट्सहरूदेखिको लिएर सानोसम्म सबैजनाले पार्टिसिपेट गर्यो है र यो रियली भेरी वान अफ द ग्रेटेस्ट इनिसिएटिभ अफ सिवाइसी है सो अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ यो सिवाइसीमा जति पनि हाम्रो युथहरू छ केटाहरू भाइहरू छ भाइहरू एकदमै एनर्जेटिक छ है सबै वेल एजुकेटेडहरू छ होइन सो अनि सबैजना आफ्नो आफ्नो क्षेत्रमा एकदमै राम्रो गरेर जानेछ र जुन चाहिँ उनीहरूले इनिसिएटिभ लिएको छ यो गाउँमा है सबै राम्रो गर्ने र इभन आउने भाइ बहिनीहरूलाई पनि एउटा राम्रो बाटोमा लाने यो इनिसिएटिभ लिएकोमा हामी उहाँहरूलाई फेरि पनि बधाई दिँदैछौँ र आउनु दिनहरूमा अझै यस्तो राम्रो राम्रो इभेन्ट्सहरू गर्दै जाओस् है त्यसमा पनि हामी DSBS एसओजिजी लर्निङ एन्ड इन्फर्मेसन सेन्टर उहाँहरूलाई सधैँ साथ दिनेछ र यस्तो इभेन्ट्सहरू उहाँहरूले राख्दै जाओस् र गाउँको उन्नति र आउने फ्युचरहरू राम्रो हुँदै जाओस् है यसले स्पेसली उहाँहरूले थिम राखेको रहेछ एउटा चाहिँ रहेछ फिजिकल फिटनेस है हेल्थ रिलेटेड अर्को चाहिँ रहेछ मेन्टल हेल्थसँग है र लास्ट चाहिँ रहेछ डल्लै एउटा छिबोलाई बन्डिङ गर्ने होइन एकअर्काको रिलेसनसिप बढाउने यो जुन चाहिँ थिम देखेँ त्यो रियली वान अफ द बेस्ट थिम है सो आई विस all the very best to CYC and even we are very happy to be a part of this events. Thank you so much. फेरि पनि म पुनः तपाईहरुलाई सूचित गराउन चाहन्छु टोयलेटमा भएको जति पनि स्कुटी बाइकहरु छ कृपया गरेर यहाँ हेल्थ सेन्टर अगाडि राखिदिनुहोस् भन्ने अनुरोध गर्दछु। आज 30 तारिक मे 2026 शनिबारको दिन यस ज्ञानकुल स्कुलको प्राङ्गणमा सर्वप्रथम छिबोमा नै पहिलो पटक 5 किलोमिटर ट्रायल रन अथवा म्याराथन अर्गनाइज हुन गइरहेको छ। उपस्थित भइसक्नु भएको छ। आज उहाँसित नै हामीले कोलाबोरेसन गरेर हाम्रो DHBS एसओजिजी लर्निङ एन्ड इन्फर्मेसन सेन्टर छिबो को तत्वावधानमा नै हामी सिवाइसी मिलेर यस काम गरिरहेका छौं। साथै हामी निम्ताउन चाहन्छु सम्माननीय आदरणीय शेरप लेप्चाज्यू DSP कालिम्पोङ डिस्ट्रिक्ट पुलिस हामी समक्ष पनि हुन्छ। उहाँलाई पनि खदा लगाएर यस मञ्चमा हामी स्वागत गर्छौं। सबैले जोरदार तालीको साथमा आदरणीय शेरप लेप्चाज्यू DSP कालिम्पोङ डिस्ट्रिक्ट पुलिस। साथै हामी मञ्चमा निम्ताउन चाहन्छु आदरणीय दीपक थापाज्यू SI कालिम्पोङ डिस्ट्रिक्ट पुलिस। उहाँलाई पनि यस मञ्चमा जोरदार तालीको साथमा हामी निम्ताउँदछौँ। र हामी समक्ष आजको मेडिकल टिम लगायत आदरणीय डाक्टर सुभाष सिंहजी हुनुहुन्थ्यो। उहाँ यहाँ आइपुग्नु भएको छैन, सायद अलिक अबेर भएर होला।
र हामी पुनः मञ्चमा निम्ताउन चाहन्छु डाक्टर उज्जैन डुक्पा फिजियोथेरापिस्ट कालिम्पोङ डिस्ट्रिक्ट हस्पिटल हाम्रो फिजियोथेरापिस्ट हुनुहुन्छ कालिम्पोङ डिस्ट्रिक्ट हस्पिटल उहाँ आज मेडिकल टिमको साथसाथमै उहाँले आफ्नो प्रस्तुति पनि हामीले यहाँ दिइरहनु भएको छ। अनि आजको जुन हामी यो प्राङ्गणमा कार्यक्रम गरिरहेका छौँ यस भूमि हामीलाई आजको निम्ति मतलब हामीलाई प्रदान गर्नुभएको थियो, आजलाई हामीलाई अनुमति दिनुभएको थियो आदरणीय सुरेन पाण्डेज्यू, उहाँ पनि सायद हामी समक्ष हुनुहुँदैन अहिले। अनि म यहाँ मञ्चमा निम्ताउन चाहन्छु आदरणीय लिङ्गेल जीवन लेप्चा ज्यू प्रिन्सिपल बेतली स्कुल छिबो। हाम्रो छिबोमा एउटै स्कुल जुन हाम्रो अङ्ग्रेजी माध्यमको स्कुल छ त्यस स्कुलका प्राध्यापक आदरणीय लिङ्गेल जीवन लेप्चाज्यूलाई जोरदार तालीको साथमा पुनः तपाईँले स्वागत गरिदिनुहोस् भन्ने अनुरोध गर्दै अब मञ्चमा निम्ताउन चाहन्छु आदरणीय मिलन बर्देवाज्यू एरिया कोअर्डिनेटर डिएचबिएस एसओजिजी लर्निङ एन्ड इम्प्लिमेन्टेसन सेन्टर छिबो। सबैजनाले जोरदार तालीको साथमा पुनः फेरि म यहाँ निम्ताउन चाहन्छु डिएचबिएस एसओजिजी म्यानेजिङ कमिटीका प्रेसिडेन्ट श्रद्धेय कुमार सिंह तामाङज्यूलाई पनि यस मञ्चमा आएर आसन ग्रहण गरिदिनुहोस् भन्ने अनुरोध गर्दछु। साथै मेरा सहपाठीहरूलाई खदा लगाएर उहाँलाई यस कार्यक्रममा स्वागत जनाइदिनुहोस् भन्ने अनुरोध गर्दछु। त्यस पश्चात क्रमैसँगले हाम्रो आज हामीले निम्ताएका जिएफएफ अफिस टिमका श्रद्धेय हाम्रा मिसहरूलाई पनि आसन ग्रहण गरिदिनुहोस् भन्ने अनुरोध गर्दछु। साथै उहाँहरूलाई पनि खदा लगाएर यस कार्यक्रममा हामी सिवाइसी को तर्फबाट तपाईहरुलाई स्वागत जनाउँदछौँ। जोरदार ताली चाहिँ तपाईले लगाउँदै गर्नुपर्छ, जोस यही नै हो। अहिले 5 किलोमिटर अझै कुद्नु डल्लै नै छ है। त्यसपछि हामी क्रमैसँगले म समाजका नामहरू भन्न चाहन्छु, कतिपय मेरोमा लिस्टहरू अझै पनि आइपुगेका छैन। रुपेश छेत्रीज्यू जहाँ पनि हुनुहुन्छ, रुपेश छेत्रीज्यूलाई पनि खदा लगाएर आजको कार्यक्रममा स्वागत गरिदिनुहोस् भन्ने अनुरोध गर्दछु। हामी समक्ष मगर समाजबाट आउनुभएका प्रेसिडेन्ट अथवा सेक्रेटरी जो पनि हुनुहुन्छ तपाईँ पनि मञ्चमा आएर आसन ग्रहण गरिदिनुहोस् भन्ने अनुरोध गर्दछु। मिलन समाज छिबो, दालगाउँ समाजका श्रद्धेय श्री किरण छेत्रीज्यूलाई पनि आसन ग्रहण गरिदिनुहोस् भन्ने म निवेदन गर्दछु। साथै खदा लगाएर आजको कार्यक्रममा स्वागत जनाउँदछौँ। एकता युवा सङ्घका प्रेसिडेन्ट सेक्रेटरी हामी समक्ष तिरा गाउँ कल्याण समाजका प्रवीण भाइ हुनुहुन्छ। ए ठिकै छ, आइसक्नुहुन्छ है, बडा हुनुहुन्छ है। 40 छिबो युथ क्लबका प्रेसिडेन्ट सेक्रेटरी यदि हुनुहुन्छ भने म देखिरहेको छु त्यहाँ एकता युवा सङ्घ सङ्घका मिलन सरै हुनुहुन्छ है। छिबो 40 युथ क्लब साथी सञ्जय लाई पनि म रिक्वेस्ट गर्दछु मञ्चमा आसन ग्रहण गरिदिनुहोस्। साथै उहाँलाई खदा लगाएर आजको कार्यक्रममा हामी सम्पूर्ण सिवाइसी टोली तपाईँहरूलाई यस कार्यक्रममा स्वागत जनाउँदछौँ। ज्ञानकुल समाजबाट आदरणीय नन्दकिशोर छेत्रीज्यू हामी समक्ष हुनुहुन्छ, उहाँलाई पनि जोरदार तालीको साथमा स्वागत जनाउँदछौँ। ज्ञानकुल प्राथमिक पाठशालाबाट सायद ज्ञानकुल प्राथमिक पाठशालाबाट आज आउनु भएका छैनन् होला। अब आजको मुख्य भूमिका निर्वाह गर्नुहुने हाम्रा सुस्वास्थ्य केन्द्र हेल्थ सेन्टरका आदरणीय सिस्टर विनी सिस्टरलाई पनि यस मञ्चमा आसन ग्रहण गरिदिनुहोस् भन्ने म अनुरोध गर्दछु। 6:30 को समयमा पनि उहाँले हामीलाई साथ दिनुभएको छ। जोरदार तालीको साथमा विनी सिस्टर जी छिबोबाट श्रीमती सुषमा प्रधानज्यूलाई पनि मञ्चमा आसन ग्रहण गरिदिनुहोस् भन्ने अनुरोध गर्दछु। एसओजिजी शैक्षिक वेलफेयर सोसाइटीका जेनरल सेक्रेटरी सत्य कि लोप्चनज्यू हामी समक्ष आइसक्नु भएको छ र क्रमैसँगले हामी अगाडि बढ्दैछौँ। उपस्थित हुनु भएन हामी खदा लगाउने क्रम जारी राख्नेछौँ। र फेरि पनि म भन्दै थिएँ अघि 30 तारिक मे 2026 शनिबारको दिन छिबोमा पहिलो पटक ऐतिहासिक एउटा ट्रायल रन हामी समक्ष हुन गइरहेको छ।
काउन्ट स्टार्ट गरौँ 10 9 7 6 5 4 3 2 1 go टाइम हेर्दैछ विक्रम एकछिनमा नि अहिले त उही हेर्छ अहिले Nine, 8, 7, 6, 5, 4, 3, 2, मुखा त पानी हालेको हुन्छ के छैन आरामले हिँड्नु अगाडि है Yes. कसलाई मैले सकाइहालेँ हामी राख्छ है सबै उँभोबाट आउँदै गऱ्यो भने सबै निकाल्ने आराम से ल 300 कति हो 5 305 ल भाइ लेस भुस्किरहेछ लेसबाट अहिले लड्छ दामी भाइ कस भाइ यो टोकन राखिराख्नु ल यहाँ बस्छ फर्स्ट भयो यता अन्डर 15 सेकेन्ड पनि यता यहाँ बसौँ भाइ चेस्ट नम्बर देखाऊ त चेस्ट नम्बर देखाऊ ओके नानी यता तिमीहरू बस्दै गर ल अब भोट परेन है परेन अब परेन ठिक छ लेख्नु पर्दैन चेरअप हुँदैछ यताबाट चाहिँ यताबाट पनि चेरअप हुँदैछ
good, Susan. Good luck. Congratulations. Well done. Dami. अब 15 क्याटेगोरीमा फर्स्ट हाम्रो निश्चल छेत्री 40 बाट निश्चल सुब्बा सरी अरु त्यहाँको पार्टिसिपेन्टको लागि मेरो रेडी गर्नुहोस् है तपाईँ सेकेन्ड क्याटेगोरी हामीसँग जाइसकेका छन् थप्पडीको साथमा उहाँलाई स्वागत गर्न अनुरोध गर्दछु जोरदार तालीको साथमा सेकेन्ड क्याटेगोरी पनि 15 वर्षदेखि र यहाँ नानी हाम्रो यहाँ आइसकेका छन् उहाँलाई पनि धेरै धेरै तालीको साथमा स्वागत गरिदिनुहोस् भनेर अनुरोध गर्दछु सिद्धान्तलाई यहाँ सेकेन्ड होला सायद फिमेल क्याटेगोरी सेकेन्ड होला सायद तपाईँले याद गरिदिनुहोस् सिवाइसी मेम्बर फिमेल क्याटेगोरी सेकेन्डलाई जोरदार तालीको साथमा स्वागत गरिदिनुहोस् भनेर अनुरोध गर्दै थर्ड पनि हामी समक्ष अन्डर 15 फिमेल क्याटेगोरी आइसकेका छन् यहाँ बहिनीलाई पनि जोरदार तालीको साथमा सबैजनाले तालीको साथमा स्वागत गरिदिनुहोस् अनुरोध गर्दछु र 15 वर्षदेखि माथि क्याटेगोरीका थर्ड क्याटेगोरीमा जोरदार तालीको साथमा रोजक तिरुवालाई हामी आजको यस जुन हाम्रो मेलाथन 5K ट्रायल रन भइरहेको छ त्यसको निम्ति हामी बधाई टक्राउँदछौँ र हाम्रो सिवासी मेम्बरहरूलाई यो जति पनि अन्डर 15 का प्रार्थीहरू हुन्छ उहाँहरूलाई मेडल लगाएर स्वागत गरिदिनुहोस् भन्ने अनुरोध गर्दछु र अब जतिले पनि खाजा पाएका छैनन् गेटको कम्युनिटी हलको अगाडि खाजा वितरण भइरहेको छ पार्टिसिपेन्टहरूलाई खाएपछि त्यो चिजहरू चाहिँ डस्टबिनमा राखिदिनुहोस् भन्ने अनुरोध गर्दछु जताभावी मैला नफ्याँक्नुहोस् उज्जवल माथिबाट फिमेल क्याटेगोरी आइरहेका छन् तपाईँले याद गरिदिने अनुरोध गर्दछु सन्देश रुपेश दा हुनुहुन्छ कपिल बाबु बधाई टक्राउँदछु र थपडीको साथमा सन्देश केटाहरूको त भयो है फर्स्ट सेकेन्ड भइसक्यो बोलेर आइज न फर्स्ट सेकेन्डहरूलाई अहिले केस पेसी उहाँलाई स्वागत जनाउँदछौँ र जति पनि म्याराथन रनर्सहरू हुनुहुन्छ तपाईँले खाजा हाम्रो गेटको कम्युनिटी हलको अगाडि वितरण गरेको छ कृपया गरेर खाजा तपाईँले दिने अनुरोध गर्दछौँ अडल मेल आइसक्यो नि ब्रेकफास्ट हुँदैछ तपाईँले खाइसकेपछि कपहरू कागजहरू डस्टबिनमा लगाइदिनुहोस् भनेर अनुरोध गर्दछौँ जति पनि म्याराथन 5 किलोमिटर ट्रायल कम्प्लिट गरेर आउनुभएका हाम्रो नानीहरूलाई त्यहाँ सिग्नेचर गरिदिने आफ्नो सिग्नेचर गरिदिने म अनुरोध गर्दछु आफ्नो इनिसियल गरिदिनको निम्ति 5 किलोमिटर फिनिसनको हाम्रो सेल्फी कर्नर राखिएको छ सेल्फी कर्नर मुनि साइन गरिदिनुहोस् तपाईँहरूको इनिसियल गरिदिनुहोस् रनिङ कम्प्लिट गरिसक्नु भएका छन् त्यो 5 किलोमिटर रन जुन चाहिँ हाम्रो सेल्फी कर्नर छ र प्रतियोगिता फर्स्ट हामी समक्ष आइसकेका छन् र जोरदार तालीको साथमा सबैजनाले उहाँलाई स्वागत गरिदिनुहोस् अनुरोध गर्दछौँ र तपाईँलाई धेरै धेरै बधाई दिन चाहन्छु सिवाइसीको साथै डिएलबी एसोसिएसनले सिकाइ अनि शिक्षण मन्त्रीको तर्फबाट र हामीले कङ्ग्रेचुलेसन्स एकदम दादाले पनि हाम्रो रनिङ कम्प्लिट गर्नु भइसकेको छ पुगेन भने अप्ठ्यारो हुन्छ अघि छोड पुगेन त मेरो आज धेरै हर्षित महसुस भइरहेको मेडल चाहिँ यस्तो छ आज मलाई पनि धेरै गर्वित महसुस भइरहेको छ finisher medal this is Glenn Golobo यति धेरै पार्टिसिपेन्टहरू हुन्छ भनेर हामीलाई सोचेका पनि थिएनौँ हामीले कल्पना पनि गरेका थिएनौँ हाम्रो लास्ट रेजिस्ट्रेसन एन्ड भएपछि है हामी माफी चाहन्छौँ आनन्दलाई पनि आनन्द यस रेसलाई फिनिस गरिदिनु भएको हामी एकदमै थ्याङ्क यू भन्न चाहन्छौँ अझै पनि धेरै जोस अनि जाँगर हामी देखेका छौँ
र हामीले मञ्चको दाहिनेपट्टि सेल्फी कर्नर राखेका छौँ ल्यान्डस्केपमै खिच्यो होइन मञ्चको दाहिनेपट्टि हामीले सेल्फी कर्नर राखेका छौँ 5 किलोमिटर फिनिस तपाईँले त्यहाँ फोटो खिच्नु सक्नुहुन्छ आफ्नो इनिसियल सिग्नेचर पनि त्यहाँ गरिदिनुहोस् भन्ने निवेदन गर्दछु कालेबुङ डिस्ट्रिक्ट पुलिस आदरणीय दिपक थापाज्यूलाई पनि आफ्नो रेस कम्प्लिट गरेर ऊर्जा बढाइदिनु भएकोमा सिवाइसीको साथै डिएचबिएस एसोसिएटी शैक्षिक सिकाइनी शैक्षिक केन्द्र सेकेन्ड कोर्स एबो 15 मा सेकेन्ड क्याटेगोरीलाई पनि हामी जोरदार तालीको साथमा अनुरोध गर्दछौँ जति पनि पार्टिसिपेन्टहरू हुनुहुन्छ तपाईँले आफ्नो फोटो खिचेर आफ्नो फोटो खिचेर माथि लगाइदिनु भन्ने अनुरोध गर्दछौँ अगाडि बरन्डामा खाजा राखिएको छ र खाइसकेपछि चाहिँ जति पनि खाएका चिजहरू छ डस्टबिनमा लगाइदिने अनुरोध गर्दछौँ मेडिकल टिमको मेडिकल टिम आउँदैछ रेस्ट गर्ने र जति पनि म्याराथन धावकहरू हुनुहुन्छ डाक्टर उजेन डुक्पालाई पनि धेरै धेरै धन्यवाद उहाँको आफ्नो यति बहुमूल्य प्रस्तुतिको निम्ति साथै दाजुलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ र मञ्चको दाहिनेपट्टि हामीले सेल्फी कर्नर राखेका छौँ तपाईँले फोटो लिएर र जतिजना पनि म्याराथन गर्नुहुन्छ आफ्नो पानी पिउन चाहनुहुन्छ भने हामी दाहिनेपट्टि यहाँनिर पानीको कन्टेनर राखेका छौँ साथै त्यहाँबाट खाजा लिइदिनुहोस् भने आदरणीय लिङ्गदेव सरलाई पनि प्रिन्सिपल स्कुललाई पनि जोरदार तालीको साथमा आफ्नो रन कम्प्लिट गरिदिनु भएकोमा हामी उहाँलाई बधाई टक्राउँदैछौँ कम्प्लिट गरिसके विमल साथीले पनि यता चाहिँ सिग्नेचर भन्ने चाहिँ सिग्नेचर इनिसियल्सहरू फोटो आदरणीय जस्टिसज्यूले पनि आफ्नो यति सिनियर भएमा पनि आज आफ्नो रन कम्प्लिट गरे उहाँबाट हामी सिक्नुपर्छ उहाँहरूकोबाट हामीले एउटा नयाँ ऊर्जा प्राप्त पनि गरेका छौँ र सबैले जति पनि हाम्रो पार्टिसिपेन्टहरू छ उहाँलाई एकदमै अनुरोध गर्दछु सेल्फी कर्नरमा आफ्नो सुन्दर फोटो खिचेर आफ्नो हस्ताक्षर यहाँ इनिसियल गर्न नभुल्नु होला किनकि यो पहिलोपटक छिटोमा 5 किलोमिटर ट्रायल रन भनौँ म्याराथन आयोजित गरिएको हो र यसको निम्ति जति पनि हाम्रा पदधारकहरूले जति पनि हाम्रो पार्टिसिपेन्ट्सहरू आएका थिए र जोरदार तालीको साथमा हामी उहाँलाई पनि फिनिस गरिदिनु भएकोमा हामी जोरदार ताली हामी हामीले मञ्चको दाहिनेपट्टि सेल्फी राखेका छौँ सेल्फी कर्नरमा खिचेर आफ्नो इनिसियल सिग्नेचर पनि कमिटी भएकोले गर्दा चाहिँ अब डिस्क्वालिफाई सेल्फी कर्नर रेजिस्ट्रेसन नगरी कुद्दाखेरि चाहिँ कमिटी हो पार्टिसिपेट चाहिँ गरेको पोजिसन नगरेको आफ्नो अलिकति मन्तव्य प्रस्तुत गर्नुको निम्ति म यहाँ निम्ताउन चाहन्छु डिएसबी आदरणीय सेरोप लेप्चाज्यू कालेबुङ डिस्ट्रिक्ट पुलिस उहाँ यस एजमा आएर पनि हाम्रो निम्ति एउटा ऊर्जा बन्नुभएको छ र उहाँको धेरै सहयोग हामी समक्ष पनि रहेका छन् र उहाँलाई केही शब्दको निम्ति म यहाँ निम्ताउन चाहन्छु धन्यवाद उहाँजी अर्गनाइजिङ कमिटीलाई एकदमै धन्यवाद यो इट्स कल अफ द आवर अब हेल्थ भन्ने कुरो यस्तै इम्पोर्टेन्ट छ हामीले जति नै पैसा कमायौँ जति नै धन कमायौँ जति नै मान सम्मान कमायौँ भने पनि हाम्रो स्वास्थ्य राम्रो छैन भने केही पनि काम गर्दैन लिभर नेटली यो
एकदमै राम्रो इभेन्ट हो। इट इज स्टार्टिङ। सोमसरले भनेको जस्तो यो हामी फ्युचरमा एउटा ठुलो इभेन्ट गर्ने सोचिरहेको छौँ। र यो सन्दर्भमा म एउटा सानो कुरा के भन्छु भने यो साथसाथै हाम्रो छिबोलाई एउटा एक्जाम्पल भनिदिनुहोस्। विशेष हामीले जुन चाहिँ लिटरिङ गर्छ, जुन चाहिँ मैलाहरू फ्याँक्छौँ, खाएर प्याकेटहरू बाहिर सटकभरि हुन्छ, यो सब चिज चाहिँ नानीहरूलाई सबै मेम्बर्सहरूले क्लबको यो घरबाटै सुरु हुनुपर्छ, गार्जेनबाटै हुनुपर्छ यो सफा राख्ने। किनभने हामीले एउटा ठुलो इभेन्ट गऱ्यो भने, किनभने यसले हामीले जे पारा सोच्दैछौँ यसले बाहिरको एथलिटहरू, बाहिरको पार्टिसिपेन्ट्सहरूलाई पनि एट्र्याक्ट गर्छ। सो एक्सपेक्टेड हामी बाहिरबाट पनि ल्याउने ट्राई गर्दैछौँ। र हाम्रो पहिला गाउँलाई हेर्दाखेरि नै के राम्रो गाउँ भन्ने एउटा सन्देश हामीले दियौँ। र फ्युचर एन्डेभर्सको लागि मेरो अल द बेस्ट। आज फर्स्ट सेकेन्ड थर्ड आउनेलाई मेरोबाट बेस्ट विसेस अनि कङ्ग्रेचुलेसन्स। जित्नै पर्छ भन्ने छैन। किप अन रनिङ, किप अन स्टेइङ फिट। थ्याङ्क यू। अब हामी अभर नगरिकन म सिवासीका मेम्बर्सहरूलाई क्याटेगोरी वाइज फर्स्ट सेकेन्ड थर्ड जति पनि आएका छन् उहाँहरूलाई कृपया गरेर मञ्च अगाडि लाइन गरिदिने अनुरोध गर्दछु। जुन मोमेन्टो ट्रफिजहरू, जुन मेडल्सहरू तपाईँले देखिरहनु भएको छ, यो चाहिँ डिएसबिएस एसओजिटी लर्निङ एन्ड इन्फर्मेसन सेन्टर छिबोको तत्त्वावधानबाट यो हामीलाई स्पोन्सर गरेको हो। र त्यसको निम्ति म धन्यवाद दिन चाहन्छु आदरणीय प्रोजेक्ट डिरेक्टर मिस्टर सोम छिरिङ नाम्चुज्यू। म्याराथन ट्रायल रन को प्रथम, दोस्रो अनि तेस्रो धावकहरूलाई तेस्रो जग्गा ओगट्न सफल बनेका धावकहरूलाई हामी यहाँ निम्ताउन गइरहेका छौँ। र त्यसको निम्ति म ओगेन अनि विक्रमलाई मेरो साथमा बसिदिने अनुरोध गर्दछु। र साथै सर्वप्रथम अन्डर 15 क्याटेगोरीका हामीले फिमेल क्याटेगोरीका अन्डर 15 फिमेल क्याटेगोरीका थर्ड पोजिसन लाई हामी यहाँ निम्ताउन गइरहेका छौँ। श्रेया गुरुङ, सबै जोरदार तालीको साथमा श्रेया गुरुङलाई अन्डर 15 फिमेल क्याटेगोरीका थर्ड पोजिसन ओगट्न सफल बनेका श्रेया गुरुङलाई हामी जोरदार तालीको रूपमा हामी निम्ताउँदछौँ। उहाँको टाइमिङ रहेको छ 23 मिनेट 21 सेकेन्ड। उहाँले आफ्नो थर्ड पोजिसन 23 मिनेट 21 सेकेन्डमा अन्डर 15 क्याटेगोरीमा थर्ड पोजिसन ओगट्न सफल बनेका छन्। र त्यसै गरी अन्डर 15 फिमेल क्याटेगोरी सेकेन्ड पोजिसन लिएका छन् जेनी तिरुवा। जेनी तिरुवालाई जोरदार तालीको साथमा मञ्चमा अगाडि आइदिने अनुरोध गर्दै उहाँको टाइमिङ रहेको छ 23 मिनेट 13 सेकेन्ड। यहाँ अगाडि उभिदिने हामी अनुरोध गर्दछौँ। र अन्डर 15 फर्स्ट क्याटेगोरीका स्थान ओगट्न सफल बनेका निशु लेप्चालाई पनि हामी यहाँ निम्ताउँदछौँ। उहाँको टाइमिङ रहेका थियो 20 मिनेट 41 सेकेन्ड, 40 मिनेट 41 सेकेन्ड। फर्स्ट सेकेन्ड एन्ड थर्ड क्याटेगोरी तपाईँले यहाँ देखिनु भइरहेको छ। र उहाँहरूलाई मेडल साथै पारितोषिक वितरण गर्नको निम्ति म यहाँ निम्ताउन चाहन्छु प्रोजेक्ट डिरेक्टर मिस्टर सोम छिरिङ नाम्चुज्यू, साथै डिएसपी कालेबुङ डिस्ट्रिक्ट पुलिस मिस्टर सेवक लेप्चाज्यूलाई पनि यहाँ निम्ताउन चाहन्छु। साथै डाक्टर सुभाष सिद्धिकज्यूलाई पनि यहाँ मञ्चमा निम्ताउन चाहन्छु। उहाँ फर्स्ट सेकेन्ड थर्ड क्याटेगोरीलाई सम्मान जनाउनको निम्ति फेरि पनि प्रोजेक्ट डिरेक्टर मिस्टर सोम छिरिङ नाम्चुज्यू, साथै डिएसपी कालेबुङ डिस्ट्रिक्ट पुलिस डाक्टर सुभाष सिद्धिकज्यूलाई यहाँ मञ्चमा आइदिन अनुरोध गर्दै हाम्रो मेम्बर्सहरूलाई ट्रफी अनि मेडल फर्स्ट सेकेन्ड थर्ड क्याटेगोरीको ट्रफी अनि मेडल र हार अनि जित बेग्लै कुरा हो, तर पार्टिसिपेट गर्नु नै एकदमै अब ठुलो कुरा हो। हामीले क्यास प्राइज लगायत मेडल अनि ट्रफी प्रदान गरेका छौँ। र क्यास प्राइजको निम्ति एलके नोसरी विष्णु प्रधानज्यू साथै डिएसपी सेरम जोशीज्यूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। उहाँको द्वारा भौलीबाट क्यास प्राइज प्रदान गरिएको साथै मेडल अनि ट्रफीको निम्ति हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। प्रोजेक्ट डाइरेक्टर मिस्टर सोम छिरिङ नाम्चुज्यू, डिएसबिएस एसओजिटी लर्निङ एन्ड इन्फर्मेसन सेन्टर छिबोको तर्फबाट यस प्राइज वितरण भइरहेको छ। र सबैजनाले जोरदार तालीको साथमा यो प्रोग्रामको फेरि पनि हामी अवश्य नै आह्वान गर्दछौँ। आज
अशोक छिरिङ जुटु साथै डक्टर सुभाष छिरिङज्यूलाई र फेरि पनि सबैजनाले एक जोड ताली लगाएर नानीहरूलाई मनोरुत्साह गराइदिने अब हामी अन्डर 15 क्याटेगोरीका मेल पार्टीहरू हामी गइरहेका छौँ। अन्डर 15 मेल क्याटेगोरीका थर्ड भएका पञ्चल रोनल अन्डर क्याटेगोरी थर्ड रेजिस्ट्रेसन नम्बर 109 साथै नाम चाहिँ अलिक बुझिएन यहाँनिर हेन्डराइटिङ यहाँ पञ्चल लेप्चा नै नाम के भन्नु थर्ड क्याटेगोरीमा पञ्चलले र थर्ड क्याटेगोरी ओगट्न सफल बनेका हाम्रा भाइ सिल्भेस्टर लेप्चालाई हामी यहाँ निम्ताउँदछौँ। साथै उहाँको टाइमिङ 15 मिनेट 07 सेकेन्ड थर्ड क्याटेगोरी ओगट्न सफल बनेका छन्। अब अन्डर 15 मेलका सेकेन्ड क्याटेगोरीमा अनुज राईलाई निम्ताउन चाहन्छु। जोरदार थप्रीको साथ उहाँको टाइमिङ रहेको छ 15 मिनेट 06 सेकेन्ड। अब अन्डर 15 क्याटेगोरीका फर्स्ट क्याटेगोरी मेल आयुष तिरुवा 14 मिनेट 40 सेकेन्ड। जोरदार थप्रीको साथ उहाँहरूलाई स्वागत जनाइदिनु हेर्दै म यस नानीहरूलाई पारितोषिक वितरणको निम्ति म निम्ताउन चाहन्छु प्रिन्सिपल बेटिनी स्कुल मिस्टर लिक्तेल जोन लेप्चाज्यूलाई यहाँ निम्ताउन चाहन्छु। साथै एसआई कालिम्पोङ डिस्ट्रिक्ट पुलिस दीपक थापाज्यू हामी समक्ष हुनुहुन्छ भने उहाँलाई पनि म यहाँ निम्ताउन चाहन्छु। हुनुहुँदैन र हामी डिएसबिएस कमिटीका प्रेसिडेन्ट कुमार सिंह तामाङज्यूलाई यस मञ्चमा निम्ताउन चाहन्छु। आदरणीय लिक्तेल सर हामी समक्ष हुनुहुन्छ। दीपक सर एसआई कालिम्पोङ डिस्ट्रिक्ट पुलिस आदरणीय दीपक थापाज्यू हामी समक्ष आइसक्नु भएको छ। साथै सबैजनाले जोरदार ताली बजाउँदै गर्नुहोस् है। ऊर्जा भनेको यही नै हो। हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ स्वर्गीय श्री यशवन्त प्रधानज्यू साथै डिएसबी कालिम्पोङ डिस्ट्रिक्ट पुलिस सेरप लेप्चाज्यूलाई उहाँको साथै प्रिन्सिपल बेटी स्कुल लिटिल जोन लेप्चाज्यूलाई पनि यो आजको क्यास प्राइज उहाँहरूको तर्फबाट प्रदान गरेको। साथै जति पनि ट्रफी मेडल तपाईँहरूले देखिरहनु भएको छ हामी धन्यवाद दिन चाहन्छौँ डिएसबिएस एसोसिएसन शैक्षिक वेलफेयर सोसाइटी साथै कोअर्डिनेटर मिस्टर सोम छिरिङज्यूलाई। र जोरदार तालीको साथमा पुनः हामी नानीहरूलाई हामी ऊर्जा बढाइदिनुको निम्ति जोडले थप्पडी अझै पनि गुणगान गरिदिनु भनेर अनुरोध गर्दछौँ। माथि उचाल्नु पऱ्यो र धेरै धेरै धन्यवाद दिन चाहन्छु हाम्रो दुई अतिथिवर्गलाई र साथै नानीहरूलाई पनि। र अब हाम्रो एबभ 15 क्याटेगोरी ओपन क्याटेगोरीमा हाम्रो फिमेल क्याटेगोरीमा थर्ड क्याटेगोरीमा थर्ड क्याटेगोरी हाम्रो जग्गा ओगट्नु हुने एना थापाज्यूलाई एना थापालाई म यहाँ निम्ताउन चाहन्छु। 39 मिनेट 54 सेकेन्ड्समा उहाँले आफ्नो रेस कम्प्लिट गर्नुभएको छ। र हामी समक्ष जिएफएम अफिस टिमबाट हाम्रो गेस्ट पार्टिसिपेन्ट जो हुनुहुन्थ्यो मेरी हाङसु बाज्यू उहाँ पनि थर्ड पोजिसन लिएर आउनुभएको थियो। तर उहाँ गेस्ट रनर भएको कारणले गर्दाखेरि नै र पनि उहाँले पार्टिसिपेट दिएर उहाँ हामी समक्ष थर्ड स्थान ओगट्न सफल भएको छ। उहाँलाई पनि हामी मञ्चमा आइदिनुहोस् भन्ने अनुरोध गर्दछौँ। मेरी हाङसु बाज्यू रनर हुनुहुन्छ, धेरै जग्गा कुद्नु हुँदैछ है, धेरै जग्गा उहाँले आफ्नो रनिङ गरिसक्नु भएका छन्। र अब सेकेन्ड क्याटेगोरीमा म निम्ताउन चाहन्छु सेकेन्ड प्राप्त हुने एलिना लेप्चा 37 मिनेट 17 सेकेन्ड 37 मिनेट 17 सेकेन्ड 37 मिनेट 17 सेकेन्ड। अब फर्स्ट क्याटेगोरीमा फिमेल लमु भुटिया 34 मिनेट 39 34 मिनेट 18 सेकेन्डमा लमु ज्यूले आफ्नो रेस कम्प्लिट गर्नुभएको छ। र यहाँ पारितोषिक वितरणको निम्ति
र यसको निम्ति यो पारितोषिक प्रदान गर्नुको निम्ति म निम्ताउन चाहन्छु कालिम्पोङ डिस्ट्रिक्ट हस्पिटल फिजियोथेरापिस्ट डाक्टर उजेन लेप्चा उजेन डुक्पाज्यूलाई उजेन डुक्पाज्यूलाई म यहाँ निम्ताउन चाहन्छु। साथै म यहाँ मञ्चमा निम्ताउन चाहन्छु हाम्रो डिएचबिएस कालिम्पोङ डिस्ट्रिक्ट डिएचबिएस कुमार सिंह तामाङज्यू यदि हामी समक्ष हुनुहुन्छ भने र म यहाँ निम्ताउन चाहन्छु डिएचबिएस एरिया कोर्डिनेटर मिस्टर मिलन बर्दियाज्यूलाई र साथै शिवनव आदर्श समाजका प्रेसिडेन्ट म निम्ताउन चाहन्छु लोकसिंह सेन्चुरीज्यूलाई पनि यहाँ आइदिनुहोस् भनी म अनुरोध गर्दछु। र साथै जोरदार तालीको साथमा ओपन क्याटेगोरीमा फिमेल फर्स्ट सेकेन्ड र थर्ड नम्बरको समक्ष हामीले प्रस्तुत गरिसकेका छौँ र जोरदार ताली फेरि पनि तपाईँलाई लगाइदिनुहोस् भनेर अनुरोध गर्दै आजको कार्यक्रम जो सफल बनेकोमा हामी सम्पूर्णहरूलाई हामी धन्यवाद दिन चाहन्छौँ। जोरदार तालीको साथमा मोमेन्टो हाम्रो सदस्य मेरी हामी सुभाज्यूलाई र थोर पोजिसनको गर्न सफल बनेका जोरदार तालीको साथमा ताली चाहिँ एकदमै कम्ती नै आयो। सबैजनाले माथि सेकेन्ड क्याटेगोरी लिएका छन् विशाल शर्मा अति छिटो फर्स्ट आएका हाम्रा आदरणीय प्यारो भाइ निश्चल सुब्बाज्यूलाई फर्स्ट क्याटेगोरी उहाँले कम्प्लिट गरेका छन्। जोरदार ताली लगाइदिनु अनुरोध गर्दछु। यस धावकहरूलाई पारितोषिक वितरण गर्नको निम्ति म निम्ताउन चाहन्छु चैतन्य साई समिति कोअर्डिनेटर मिस्टर कपिल तिरुवाज्यू, साथै लाइन गाउँ समाज प्रेसिडेन्ट आदरणीय रुपेश छेत्रीज्यूलाई यस मञ्चमा निम्ताउन चाहन्छु। साथै हेल्थ सेन्टर छिबो सिस्टर विनिफट आदरणीय विनिफट सिस्टरलाई पनि म यस मञ्चमा निम्ताउन चाहन्छु। हाम्रो ती धावकहरूलाई पारितोषिक वितरण गरिदिनु फेरि पनि मञ्चमा आदरणीय मिस्टर सोम श्रीकान्तज्यूलाई पनि यस मञ्चमा म निम्ताउन चाहन्छु। आजको ओपन क्याटेगोरीमा फर्स्ट सेकेन्ड थर्ड हाम्रो धावकहरू बनेका छन्। उहाँहरूलाई क्यास प्राइज लगायत मेडल साथै प्राइज वितरणको निम्ति र सबैजनाले थपडी चाहिँ कन्जुसी नगर्नु होला, एकदमै कन्जुसी नगरिकन थपडी माग्नुहोस् भन्ने अनुरोध गर्दछु। एउटा फोटो सोमसम हामी रिक्वेस्ट गर्छौँ एउटा र हामी यो लाइन चाहिँ नहट्ने है, यो लाइन चाहिँ नहट्ने र हामी जति पनि हाम्रा गेस्टहरू हुनुहुन्छ साथै पार्टिसिपेन्टहरूलाई पनि यस मञ्चको अगाडि उभिदिनुहोस्, फोटो सेसनको लागि उभिदिनुहोस् भने हामी नम्र निवेदन गर्छौँ। हाम्रो कमिटीका मेम्बर सिवाई सिंह, शिव युथ क्लबका मेम्बर्सहरूलाई पनि
यहाँ फोटो सेसनको निम्ति अगाडि आइदिनुहोस् भनेर अनुरोध गर्दछु। हाम्रो अलिकति मात्र अब कार्यक्रम रहेको छ, सायदै 10 मिनटको भन्दा 20 मिनटको कार्यक्रम हामी समक्ष रहेको छ। जति पनि पार्टिसिपेन्ट्सहरू हुनुहुन्छ कृपया गरेर फोटो खिच्नुको लागि अगाडि गइदिनुहोस् भन्ने अनुरोध गर्दछौँ। हाम्रो पार्टिसिपेन्ट साथै हाम्रो गेस्टहरू जति पनि हुनुहुन्छ सर म बोलेको सुनेको छैन जस्तो लाग्छ घरि। म रिक्वेस्ट गर्छु, आन्तरिक हृदयबाट म रिक्वेस्ट गर्न चाहन्छु जति पनि हाम्रो गेस्टहरू हुनुहुन्छ हाम्रो मेम्बर्सहरूलाई पनि सबैजना तपाईँहरू यदि हाम्रो छेउमा पहिलोपटक आयोजित गरेका 5 किलोमिटर ट्रायल रन साथै म्याराथनको निम्ति सबैजनाले सहभागी गराइदिनु भएका हामी धेरै धेरै धन्यवाद जनाउन साथै अझ पनि छोडिएकाहरू फोटो सेसनको निम्ति आइदिनुहोस् भन्ने अनुरोध गर्दछौँ। सबैजना आइदिनुहोस्, सबैजना सपोर्ट त्यहाँ भएका जति पनि हाम्रो रनरहरू छ उहाँलाई पनि आइदिनुहोस् भन्ने अनुरोध गर्दछु।